नमस्ते। आज हामी नेपालको राजस्व प्रशासन अनि यो कर प्रणालीबारे अलिक गहिरिएर कुरा गरौँ न है। नमस्ते, हुन्छ, गरौँ न। यो एकदमै महत्त्वपूर्ण विषय हो। हो त हामीसँग यस विषयमा केही आधारभूत जानकारी समेटिएका स्रोतहरू छन्। तिनलाई हेरेर मुख्य कुरा के रहेछन् भनेर छलफल गरौँला। ठिक छ। सुरुमा त सरकारले पैसा कसरी उठाउँछ अनि यो कर भन्नेको चाहिँ के हो खासमा? सरकार चलाउनलाई त पैसा चाहियो होइन? चाहियो नि। देश विकास गर्ने होला, शान्ति सुरक्षा कायम गर्ने होला, कर्मचारीलाई तलब खुवाउने होला, यस्ता अनेक काम हुन्छन्। हो यी सबै काम गर्न चाहिने पैसा, त्यो पैसा सरकारले मुख्य रूपमा जनताबाटै उठाउँछ। त्यसैलाई नै हामी राजस्व भन्छौँ। ए राजस्व। यसमा नि कर राजस्व र गैर कर राजस्व भन्ने हुन्छ। जस्तो दस्तुर, शुल्क, जरिवानाहरू गैर करमा पर्यो। तर सबभन्दा ठूलो हिस्सा चाहिँ करकै हुन्छ। आज हामी त्यही करमा केन्द्रित हौँ है त। हुन्छ। त्यसो भए कर अथवा ट्याक्स यो त हामीले सरकारलाई अनिवार्य तिर्नै पर्ने पैसा भयो होइन त? हो, बिल्कुल। कानूनले नै तोकेको हुन्छ, अनिवार्य भुक्तानी हो यो। जस्तो आयकर, भ्याट, भन्साल, महसुल यस्तै। यस्तै। अनि एउटा चाखलाग्दो कुरा छ नि, तपाईँले सुन्नु भएको होला। के कुरा? त्यो नो ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन भन्ने। ए हो सुनेको। मतलब जनताको प्रतिनिधिले पास नगरेसम्म कर लगाउनै नपाइने हो, ठ्याक्कै। त्यो लोकतन्त्रको एकदमै आधारभूत सिद्धान्त हो। अनि करका प्रकार पनि हुन्छन् होला नि, के एउटै मात्र हुन्छ? छन् नि। मुख्य गरी दुई किसिमले हेरिन्छ। करको भार कसले बोक्छ, मतलब अन्तिममा पैसा कसको गोजीबाट जान्छ भन्ने आधारमा। कसरी? एउटा प्रत्यक्ष कर, डाइरेक्ट ट्याक्स भन्छौँ। अर्को अप्रत्यक्ष कर, इन्डाइरेक्ट ट्याक्स। प्रत्यक्ष कर भनेको? यसमा चाहिँ जसले कानुनी रूपमा कर तिर्छ नि, भार पनि उसैलाई पर्छ। त्यो भार अरूलाई सार्न मिल्दैन। जस्तो कि आयकर। मैले कमाएको पैसामा मैले नै कर तिर्छु, त्यो भार म अरूलाई सार्न सक्दिनँ, होइन? सम्पत्ति कर पनि यस्तै हो। ए बुझ्यो। यसको फाइदा के त? यसको राम्रो पक्ष के भने यो प्रगतिशील हुन सक्छ। मतलब धेरै कमाउनेले धेरै प्रतिशत तिर्ने, थोरै कमाउनेले थोरै प्रतिशत वा नतिर्ने। यसले अलि समानता ल्याउन मद्दत गर्छ। भनेपछि अप्रत्यक्ष करमा चाहिँ ठ्याक्क उल्टो, भार सार्न मिल्ने। हो, बिल्कुल। अप्रत्यक्ष करमा चाहिँ कानुनी रूपमा कर तिर्ने मान्छे जस्तै व्यापारी र अन्तिममा भार बोक्ने मान्छे मतलब उपभोक्ता फरक हुन्छन्। ए कसरी? जस्तो तपाईँ पसलमा सामान किन्न जानुहुन्छ नि, त्यसको मूल्यमा भ्याट जोडिएको हुन्छ। पसलेले सरकारलाई भ्याट तिर्छ, तर त्यो पैसा त उसले तपाईँ हामी जस्ता ग्राहकबाटै उठाएको हुन्छ। हो त, बिलमा लेखेकै हुन्छ। हो, भन्सार महसुल, अन्त शुल्क पनि यस्तै हुन्। भार चाहिँ अन्तिम उपभोक्तामा सर्छ। यसको फाइदा बेफाइदा नि? फाइदा के भने यो उठाउन सजिलो हुन्छ। सामान किन्दा, सेवा लिँदा तिरिहालिन्छ। करको दायरा पनि फराकिलो हुन्छ, धेरैजनाले तिर्छन्। तर बेफाइदा के भने यसले धनी गरिब सबैलाई उस्तै दरमा लाग्न सक्छ। त्यसैले यसलाई कहिलेकाहीँ प्रतिगामी, रिग्रेसिभ पनि भनिन्छ। मतलब यसले गरिबलाई बढी मार पार्न सक्छ। हो, यो त विचार गर्नुपर्ने कुरा रहेछ। अब अलिकति भीएटीकै कुरा गरौँ न। नेपालमा त यो 2054 सालदेखि लागू भयो रे नि त? हो, 2054 मङ्सिर 1 गतेदेखि। यसले त्योभन्दा अगाडिका बिक्री कर, होटेल कर, मनोरञ्जन कर जस्ता थुप्रै करहरूलाई एउटैमा समेट्यो। यसलाई मूल्य अभिवृद्धि कर किन भनेको खासमा? किनभने यो वस्तु वा सेवा उत्पादन भएर उपभोक्तासम्म पुग्दा हरेक चरणमा थपिने मूल्य मतलब भ्यालु एडेडमा लाग्छ। ए हरेक चरणमा? तर दोहोरो नपरोस् भनेर पहिले तिरिसकेको कर घटाउन पाउने व्यवस्था हुन्छ, जसलाई क्रेडिट भन्छन्। अन्तिम भार उपभोक्तालाई नै पर्छ। यसका उद्देश्य के हुन् त? मुख्यतः राजस्व बढाउने नै भयो, अनि कर प्रणालीलाई अलि वैज्ञानिक, पारदर्शी बनाउने, अनि कर छली कम गर्ने पनि हो। नेपालमा दर कति छ अहिले? अहिले एउटै दर छ, 13%। यसले गर्दा हिसाब किताब गर्न सजिलो हुन्छ। सबै व्यापारीले दर्ता हुनुपर्छ भ्याटमा? पर्दैन। एउटा सीमा तोकिएको छ जसलाई थ्रेशहोल्ड भनिन्छ। वार्षिक कारोबार त्यो सीमाभन्दा कम हुनेले दर्ता गर्नु पर्दैन। अहिले वस्तुको कारोबारमा 50 लाख र सेवा वा मिश्रित कारोबारमा 20 लाख छ जस्तो लाग्छ।
ए, सानालाई अलि सजिलो भयो। हो, साना व्यवसायीले यसले झन्झट कम गर्छ। भ्याट बाहेक अरू मुख्य करहरूमा आयकर त भइहाल्यो, व्यक्तिको कमाइमा लाग्ने। तलब, व्यापार, लगानी, घरबहाल आय, यस्ता विभिन्न आयमा लाग्छ। अनि भन्सार महसुल? त्यो विदेशबाट सामान ल्याउँदा, मतलब आयात गर्दा वा कहिलेकाहीँ निर्यात गर्दा पनि लाग्छ। रक्सी चुरोटमा लाग्ने चाहिँ के हो? त्यो हो अन्तःशुल्क। यो चाहिँ खास गरी स्वदेशमै उत्पादन भएका वा आयातित मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ जस्ता वस्तुमा लाग्छ। यिनलाई स्वास्थ्यमा नकारात्मक असर गर्ने वा विलासी वस्तु मानिन्छ। सुरुमा त यिनको उपभोग कम गर्न लगाइएको होला नि? हो, सैद्धान्तिक रूपमा त्यही हो, तर अहिलेको यो राजस्वको ठूलो स्रोत पनि बनेको छ। अब यत्रो कर उठाउने, यसको व्यवस्थापन कसले गर्छ त नेपालमा? कुन निकायले हेर्छ? समग्रमा त अर्थ मन्त्रालयले हेर्छ। नीति बनाउने काम उसैको हो। अनि कार्यान्वयन? कार्यान्वयन गर्नलाई विभागहरू छन्, जस्तो आयकर, भ्याट, अन्तःशुल्क हेर्नलाई आन्तरिक राजस्व विभाग आईआरडी, भन्सार महसुलको लागि भन्सार विभाग डिपार्टमेन्ट अफ कस्टम्स। अनि कर छली, चुवाहट जस्ता अपराध अनुसन्धान गर्नलाई राजस्व अनुसन्धान विभाग पनि छ। यो कर प्रशासन कहिलेदेखि सुरु भयो होला नेपालमा? आधुनिक कर प्रशासनको सुरुवात चाहिँ VSM 2008 सालमा अर्थ मन्त्रालय स्थापना भएपछि मानिन्छ। त्यसअगाडि पनि मालपोत जस्ता परम्परागत कर त थिए। राम्रो कर प्रणाली हुनलाई केही सिद्धान्तहरू पनि छन् कि? मतलब कस्तो कर प्रणालीलाई राम्रो मान्ने? छन् नि। अर्थशास्त्री एडम स्मिथले 4वटा मुख्य सिद्धान्त दिएका छन्। तिनलाई आज पनि महत्त्वपूर्ण मानिन्छ। के हुन् ती? पहिलो, समन्याय, इक्विटी, मतलब कर तिर्ने क्षमता अनुसार लाग्नु पर्यो। धेरै कमाउनेले धेरै, थोरैले थोरै। ठीक हो। दोस्रो, निश्चितता, सर्टेनिटी, कहिले तिर्ने, कति तिर्ने, कसरी तिर्ने, यो सब स्पष्ट हुनु पर्यो, अन्योल हुनु भएन। हो, यो त झन् चाहियो। तेस्रो, सुविधा, कन्भिनियन्स, कर तिर्ने प्रक्रिया सजिलो हुनु पर्यो, झन्झटिलो हुनु भएन। करदातालाई सजिलो समय र तरिकाले तिर्न मिल्नु पर्यो। अनि चौथो, मितव्ययिता, इकोनोमी, मतलब कर उठाउन लाग्ने खर्च चाहिँ एकदमै कम हुनु पर्यो। कर उठाएर धेरै जसो पैसा प्रशासनमै खर्च भयो भने त काम भएन नि। हो त नि। यी सिद्धान्त त निकै महत्त्वपूर्ण रहेछन्। एकदम। यिनै सिद्धान्तमा आधारित भएर कर प्रणाली बनाउनु पर्छ भनिन्छ। ल, आजको यो कुराकानीबाट के बुझियो भने राजस्व भनेको सरकारको आम्दानीको मुख्य स्रोत रहेछ। त्यसमा पनि करको हिस्सा ठूलो हुँदो रहेछ। कर पनि प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिमका, आयकर जस्तो प्रत्यक्ष, VAT भन्सार जस्तो अप्रत्यक्ष हो, जसका आफ्नै विशेषता, फाइदा र बेफाइदा छन्। अनि नेपालमा VAT जस्तो आधुनिक कर प्रणाली पनि रहेछ। यसको व्यवस्थापन अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न विभागले गर्दा रहेछन्। एकदम सही सारांश हो यो। तर अझै सुधार गर्नुपर्ने ठाउँ त पक्कै होला नि। अवश्य। कर प्रणाली भनेको कहिले पूर्ण हुँदैन। यो त निरन्तर सुधार र विकासको प्रक्रिया हो। समयअनुसार, अर्थतन्त्र अनुसार परिवर्तन हुँदै जान्छ। हो। यहाँ एउटा प्रश्न के उठ्छ भने, एकातिर करको दायरा बढाउने, कर छली रोक्ने भन्ने कुरा छ, तर अर्कोतिर नागरिकलाई नै इमान्दारीपूर्वक, अझ भनौँ भने खुसी साथ कर तिर्न कसरी प्रेरित गर्ने होला? यो त गाह्रो प्रश्न हो। गाह्रो छ त महत्त्वपूर्ण छ। कर तिर्दा मैले मेरो देशको लागि योगदान गरेँ है भन्ने भावना, त्यो गर्वको अनुभूति कसरी जगाउने? यो विषयमा हामी सबैले सोच्नुपर्छ जस्तो लाग्छ। पक्कै पनि। यो विचार गर्न लायक प्रश्न छोडेर आजको छलफल यहीँ टुङ्ग्याउँ त? हुन्छ। ल त, आजलाई यति नै। फेरि अर्को विषयमा कुराकानी गरौँला। नमस्ते। नमस्ते।